Hi everyone, welcome to back my YouTube channel. म आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ र यो बिहानी म तपाईहरुलाई यो भन्न चाहन्छु कि सधैँभरि तपाईहरु सन्चै रहनुहोस्, सुस्वस्थ रहनुहोस् र यो बिहानी चाहिँ अहिले चाहिँ म तपाईहरुलाई मेरो काम बताउन गइरहेको छु। अहिले चाहिँ म मेरो बाख्राहरुलाई चाहिँ खोलिदिन गइरहेको छु है। र मैले कसरी खोलिदिन्छु अनि के गर्नुपर्छ है अनि मेरो बाख्रा कति छ भनेर चाहिँ म तपाईलाई देखाउने छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। ल त मैले अब चाहिँ खोलेर रेडी गर्न गइरहेको छु। अनि थोरै पानी हाल्नुपर्ने हुन्छ नत्र पुग्दैन, धेरै छ नि त, त्यही भएर चाहिँ अब यसमा चाहिँ नुन पनि हाल्नुपर्ने हुन्छ अनि मम्मीले भिटामिन पनि हाल्नु भन्नुभएको थियो। म सबै कुरा हाल्नेछु है। ओके, मैले नुन पनि रेडी गरिसकेको छु। अब यसलाई म यसरी हाल्नेछु है। ओके, भिटामिन चाहिँ तपाईहरुलाई मैले देखाइसकेँ। यो चाहिँ बाख्राको भिटामिन हो। यसलाई चाहिँ 2 बिर्को हाल्नु भन्नुभएको थियो मम्मीले, त्यही भएर चाहिँ म 2 बिर्को हाल्नेछु। 1 बिर्को अनि 2 बिर्को। ल, यसलाई पनि मैले हालिसकेँ। अब यसलाई म यहाँ राख्नेछु। अब चाहिँ म यसलाई लगेर जानेछु है त। अब चाहिँ म यो खोलेर बोकेर लाँदैछु है। यसरी लाँदैछु। म पुग्नु पर्ने चाहिँ उही तल हो, हेर्न सक्नुहुन्छ। म त्यहाँ तल पुर्याउनु पर्ने हुन्छ। म लाने कोसिस गर्दैछु, धेरै गरौँ भएर चाहिँ है। फाइनली अब चाहिँ म पुगिसकेको छु, हेर्न सक्नुहुन्छ। अनि मेरो बाख्राहरू चाहिँ सबै सुतिरहेछ भोकाएर, हेर्न सक्नुहुन्छ। मेरो बाख्राहरू बिचरा अल्छी भइरहेको छ। अब चाहिँ म यिनीहरूलाई उठाएर मेरो खलेहरू खुवाउने छु है। फर्स्ट अफ अल यसलाई यसरी घोल्नुपर्छ। तातो पर्छ त, यसरी घोल्नुपर्छ हैन। यसलाई यसरी घोल्नुपर्छ। अघिको भिटामिन नुनहरू मजाले घोलेर दिनुपर्छ। हेर्न सक्नुहुन्छ, यसरी घोल्नुपर्छ यसलाई रोइ गरेर। ओके, यसलाई मैले घोलिसकेँ। अब यसलाई मैले यसरी भाग लाउने छु। ल, अब चाहिँ मैले यसरी भाग लगाइसकेको छु। अब यिनीहरूलाई म यहाँबाट लगेर दिनेछु है। मेरो बाख्राहरूले चाहिँ यसरी खाँदैछ, पुरा भोक लागेको थिएछ हैन। पोखौला जस्तो गराउँदा ल, यसरी खाँदैछ। ओहो, भाडा सानो भएछ नि, यसले त पोखौला जस्तो सस्तो पाराले त। अर्कै भाडा ल्याइदिन्छु अब चाहिँ। ल, मैले ठुलो भाडामा ल्याएर दिएको छु यिनीहरूलाई। खोसाखोस गर्छु, त्यही भएर चाहिँ यिनीहरूलाई मैले ठुलो भाडा ल्याइदिएको छु। मेरो बाख्राहरू तपाईँले हेर्न सक्नुहुन्छ, यसरी खाँदैछ हैन। पुरा भोक लागेको रहेछ। खासै धेरै खोलिदिनु पाउँदैन नि त, कहिले मात्र हो। अनि आज चाहिँ म एक्लै पनि छु, अनि यसरी मैले अलिक गाह्रो हुन्छ एक्लै चाहिँ, त्यही भए पनि म कोसिस गर्दैछु दिनलाई। अब फेरि यसलाई म यतापट्टि सार्दैछु है। ओइ, तैँले मात्र खाएर त कहाँ भयो? ला, सबै खाइसक्यो। ओइ छोड। बाफ्रे। एकछिन ल, खाऊ। यसरी पुरा एक्लैले खाइसक्छु जस्तो गर्छ नि त यिनीहरूले, त्यही भएर चाहिँ खाऊ। यता त पुगेन त, यता थोरै चाख्ने मात्र हो क्या। बिचराहरू यतापट्टिको चाहिँ कतिखेर दिन्छ भने तन्किँदो रहेछ, हेर्न सक्नुहुन्छ है। दिन्छु बाबा, दिन्छु, वेट फर सम टाइम। चखाउने मात्र हो क्या, धेरै त कहाँ दिन सक्नु नि। बाफ्रे, मिठो चिज थोरै मात्र खानुपर्छ नि त, होइन र? उठ्ने अनि खाने, जो अल्छी गर्छ त्यसले खानु पाएन। यता चाहिँ बिचरा अब कतिखेर दिन्छ भने तन्किँदै रहेछ हो। बिचरा आँसु पनि आउँदैछ कि, आँसु चाहिँ होइन, कचेरा मात्र रहेछ फेरि हो। यो चाहिँ मेरो बाख्रा हो होइन। मम्मी बाबाले माया गरेर एउटा बाख्रा दिनुभएको छ मलाई। अनि यो चाहिँ मेरो बाख्रा। म आशा गर्छु यो बाख्राले मलाई एकदमै साथ दिनेछ। यो मेरो प्रपर्टी हो। फाइनली यिनीहरूले चाहिँ खाइसकेको छ यसरी मजाले। अब धेरै दिन सकिएन, थोरै चखाउने भिटामिन दबाई खुवाइसकेको छु यिनीहरूलाई मैले। हेर्न सक्नुहुन्छ यिनीहरूको मुख, त मुखको पनि सोरी खान के साह्रो हो। बाबरे, एकको मुख हेर्न सक्नुहुन्छ है, पुरा चम्किलो भएको रहेछ नि त मुख त होइन। मेरो बाख्राहरूले खोली खाइसक्यो। अब चाहिँ फाइनली मेरो बाख्राले मैले खोलिदिइसकेको छु, हेर्न सक्नुहुन्छ।
उता हेर्दा पनि हेर्न लायक भएको छ अहिले चाहिँ। अघि चाहिँ पुरा अल्छी भएर होइन के नपुगेको जस्तो भएर थियो, अहिले चाहिँ पुरा खली खाएर एकदमै हेर्दै गर्दाखेरि पनि हेर्नु लायक भएको छ। ओके, आज मेरो बाख्राले खोलिदिएको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो म आशा गर्छु तपाईँहरू सबैजनाले यो भिडियो हेरिदिनुहुनेछ, लाइक कमेन्ट र सेयर गरिदिनुहुनेछ। अब चाहिँ हामी मेरो नेक्स्ट भिडियोमा भेट्ने रहेछौँ। त्यतिन्जेलसम्म तपाईँहरू आफ्नो ख्याल राख्नु होला। बाई बाई।